राजपत्राङ्कित तृतीय श्रेणी इन्जिनियरिङ पदमा लिखितमा नाम निस्किसकेपछि इन्टरभ्यू कस्तो हुन्छ त भन्ने कुरा है। इन्टरभ्यू कस्तो हुन्छ भन्दाखेरिलाई चाहिँ सुरुमा के हुन्छ, रिटर्न इक्जाम दिन्छ, रिटर्नमा नाम निस्किन्छ, रिटर्न आएको नाम निस्किसक्यो, नाम निस्किएको त्यहाँ के लेखा हुन्छ भन्दाखेरि निस्किएको त्यही जुन नोटिसमा के लेखा हुन्छ भन्दाखेरि नाम निस्किएको 7 दिनभित्र हामीसँग के कागजातहरू थिए, हामीले के कागजातहरू अपलोड गरेका थियौँ त्यो कागजातको फोटोकपी लिएर 7 दिनभित्र अनामनगर जाने भने हुन्छ है। यदि त्यसो गर्न 7 दिनभित्र जानु बिर्सेछ भने पनि केही आपत्ति हुँदैन, 7 दिनपछि पनि गर्न सकिन्छ है। अब के हो भन्दाखेरि इन्टरभ्यू गइसकेपछि त्यहाँनिर चाहिँ के फारमहरू बुझाउनु पर्ने हो, फोटोहरू बुझाउनु पर्ने हो, के बुझाउनु पर्ने बुझाइसकेपछि अब त्यो बुझाइसकेपछि इन्टरभ्यू दिनेको 1 घन्टा अगाडि पुगे हुन्छ है। लगभग इन्टरभ्यूको बिचमा कति दिन ग्याप छ त्यो फरक हुन सक्यो है। अनि त्यसपछि इन्टरभ्यू दिन 1 घन्टा अगाडि जाने, 1 घन्टा अगाडि सकेपछि के गर्ने, सकल र नक्कल लगेर जाने है। सकल र नक्कल लगेर जाने इन्टरभ्यू, सकल र नक्कल त्यहाँको अधिकारीले जाँच गर्छ। फोटोकपी चाहिँ पहिले बुझाइसकेका हुन्छौँ होइन, फोटोकपी चाहिँ पहिले बुझाइसकेका हुन्छौँ, त्यो चाहिँ के गर्छ त्यहाँको अधिकारीले चेक गरेर जाँच गर्छ। त्यति बेला चाहिँ हामीले ओरिजिनल डकुमेन्ट्स नै लानुपर्ने है। त्यसपछि त्यहाँ गएर के गर्नु पर्यो, इन्टरभ्यू दिनको दिन 1 घन्टा अगाडि गएर हाजिर गर्नु पर्यो। त्यसपछि आफूलाई मनपर्ने विधा मतलब के भन्दाखेरि हाइवे, इरिगेसन, के भन्छ वाटर सप्लाई, के छान्न पर्ने, सेनिटरी के छान्ने हो त्यो छान्नु पर्यो इन्टरभ्यू दिनुभन्दा 1 घन्टा अगाडि नै है। अनि त्यसपछि इन्टरभ्यूको समयमा इन्टरभ्यू रुममा लैजाने, इन्टरभ्यूको समयमा के गर्छ भन्दा इन्टरभ्यू रुममा लैजान्छ, लगेर के गर्छ भन्दाखेरि त्यहाँनिर कार्ड राखेको हुन्छ, त्यहाँमध्येको कार्ड उठाउनुहोस् भन्छ ऱ्यान्डमली। त्यहाँ गएर के गरिन्छ, इन्टरभ्यू रुममा गएर कार्ड उठाइन्छ है। कार्ड उठाइसकेपछि के हुन्छ, त्यहाँ फरक ग्रुप लेखा हुन्छ, ग्रुप ABCD लेखा हुन्छ। A को 1, A को 2, A को 3 जस्तै, B को 1, B को 2, B को 3 छुट्टा हुन्छ। ग्रुप पनि छुट्याइयो र ग्रुपमा अङ्क पनि छुट्यायो है। हामीलाई चाहिँ त्यहाँ अब अङ्कले थाहा पाउँछ, A को 1 भनेर म चिन्ने, B को 2 भनेर मेरो साथी चिन्नेलाई। त्यस्तै गरेर के गर्यो भन्दाखेरि त्यो ग्रुपको नाम र ग्रुपको अङ्कले चिन्ने हो, मान्छेको नाम भन्ने चिन्निएन है। त्यसपछि ग्रुप डिस्कसनमा को हुन्छन् भन्दाखेरि ग्रुप डिस्कसनमा चाहिँ एउटा सिनियर साइकोलोजिस्ट हुन्छ, अर्को एउटा विज्ञ टाइपको मान्छे हुन्छ र उनीहरूले के भन्छन् भन्दाखेरि ल तपाईँहरूलाई स्वागत छ, आउनुहोस्, अब चाहिँ ग्रुप डिस्कसन हुँदैछ। ग्रुप डिस्कसन भनेको केही कुरा होइन, ग्रुप डिस्कसन भनेको तपाईँहरूले कुराकानी गरेर कतिको निचोडमा पुग्न सक्नुहुन्छ त्यो खालको क्यापेसिटी नाप्ने हो। मान्नुहोस् कि तपाईँको रूपमा हामी बाहेक तपाईँहरू मात्रै हुनुहुन्छ, तपाईँहरूलाई हामी टपिक दिन्छौँ, टपिकको बारेमा तपाईँले पहिला 3 मिनटसम्म सोच्नुहोस्, 3 मिनटसम्म सोच्नुहोस् मनमा नै। सोचिसकेपछि तपाईँलाई 3 मिनटपछि 20 मिनट बोल्ने समय हुन्छ। बोल्दै गर्दाखेरि जो पहिला पनि बोल्न सकिन्छ मजाले। जस ग्रुप A को 1ले नै बोल्नुपर्छ भन्ने छैन, त्यही अनुसारले चाहिँ जसले पनि बोल्न सक्छ भनेर भन्छ है। त्यसरी भन्छ, त्यसपछि टपिक दिन्छ, 3 मिनट सोच्ने, अनि त्यसपछि बोल्ने। म बोल्छु भन्छ, टाइम अफ भन्छ, अनि म बोल्छु भन्छ एउटाले, बोल्छ, अनि म बोल्छु भन्छ अर्कोले, त्यसै गरेर बोल्छ। त्यहाँ ग्रुप डिस्कसन हुन्छ, त्यो चाहिँ कुराकानीहरू जस्तै हो है, ग्रुपमा बसेर। अनि टपिक दिन्छन्, 3 मिनट सोच्ने समय दिन्छन्, 20 मिनटसम्म बोल्ने समय दिन्छन्। अनि आफ्टर ग्रुप डिस्कसन फेरि के गर्छौँ भन्दाखेरि फेरि एउटा ग्रुप डिस्कसन हुन्छ होइन। एउटा ग्रुपमा चाहिँ को मान्छे हुन्छन् है, फेरि अर्को ग्रुप बनाउँछन्। अर्को ग्रुप बनाएर के गर्छन् भन्दाखेरि अर्को ग्रुप बनाएर फेरि इन्टरभ्यूको लागि अर्को ठाउँमा पठाउँछन् है। छुट्टै ग्रुपलाई चाहिँ नै फरक ग्रुपको हुन्छ नि, त्यो इन्टरभ्यू समितिले चाहिँ फरक हुन्छ नि। इन्टरभ्यू समिति पनि एउटा मात्रै हुँदैन कि, 2-3 वटा हुन्छ। कतिजना क्यान्डिडेट छन् त्यही अनुसार चाहिँ 2-3 वटा इन्टरभ्यू ग्रुप हुन्छ होइन। त्यो फरक ग्रुपलाई चाहिँ नि फरक इन्टरभ्यू ग्रुपले के गर्छ भन्दाखेरि फरक इन्टरभ्यू ग्रुपले क्वेसन सोध्छ है। यो कुरालाई मैले फेरि पिक्चरियल फर्ममा भने है, के भएको थियो, के भएको गर्ने भनेर पिक्चरियल फर्ममा भने है। लिखितमा नाम निस्क्यो, 7 दिनभित्र के गर्ने, 7 दिनभित्र सकेसम्म 7 दिनभित्र के गर्ने, अनामनगरमा गएर 2 वटा फोटो, आफ्ना के अरे डकुमेन्ट्सहरूको फोटोकपी लगेर अनामनगरमा लगेर बुझाउने होइन।
यदि अनामनगर लगेर मैले चाहिँ अनामनगर बुझाएको थिएन, म चाहिँ के हो 7 दिन गरिसकेको थिएँ, मलाई थाहा थिएन 7 दिन गरिसकेको थियो। म चाहिँ कहाँ जानु पऱ्यो भन्दाखेरि कमल पोखरी जानु पऱ्यो रे, अनामनगरबाट त्यता पठाएँ। उनीहरूले चाहिँ नि मेरो सबैको डकुमेन्ट्सहरू कुरियर गरेर उता कमल पोखरी पठाइसकेर रहेछन् अन्तर्वार्ता शाखामा। म चाहिँ के गरेँ डाइरेक्टली अन्तर्वार्ता शाखामा गएँ। त्यहाँ गएर के भने भन्दाखेरि मैले के चाहिन्छ भनेर सोधेँ। उनीहरूले के भने भन्दाखेरि 2 प्रति के चाहिन्छ भनेर सोधेँ पहिलो दिन। उनीहरूले के भने 2 प्रति फोटो, त्यसपछि एसएलसीको चाहिँ ट्रान्सक्रिप्ट क्यारेक्टर, +2 को ट्रान्सक्रिप्ट क्यारेक्टर, ब्याचलरको पनि ट्रान्सक्रिप्ट क्यारेक्टर, अनि त्यसपछि नेपाल इन्जिनियरिङ काउन्सिलले दिएको इन्जिनियरिङ लाइसेन्सको सर्टिफिकेटको फोटोकपी, त्यसपछि सिटिजनसिपको फोटोकपी, एडमिट कार्ड, त्यसपछि समावेशी छ भने समावेशी परिचय पत्र यति लिएर आउनु होला। यिनीहरूले चाहिँ कति कपी गर्नु होला भन्दाखेरि 2 प्रति गर्नु होला भनेर भन्यो हैन। एउटा स्याम्पल पनि देखायो हैन, स्याम्पल पनि देखायो। अब के चाहिँदो रहेछ भन्दाखेरि उसले स्याम्पलमा के देखायो भन्दाखेरि 2वटा चाहिँ फारमहरू भर्नु पर्दो रहेछ। मैले चाहिँ उसमा खुलामा निकालेको थिएँ, फारमहरू भर्नु पर्दो रहेछ 2वटा फारमहरू। ती फारमहरू कहाँ भेटिँदो रहेछन् भन्दाखेरि ती फारमहरू भेट्नको लागि चाहिँ psc.gov.mp मा जाने, त्यसमा फारमहरू हुन्छ पाठ्यक्रम फारम जस्तै गरेर एउटा फारमहरू भएको ठाउँमा क्लिक गर्ने। त्यहाँ क्लिक गरेपछि त्यहाँनिर अरू सब टपिकहरू निस्किन्छ। त्यहाँ के निस्किन्छ, खुला प्रतियोगिता सम्बन्ध निस्किन्छ। त्यहाँनिर छुनी, त्यहाँ छोइसकेपछि त्यहाँ फारमहरू 3वटा फारम देखिन्छ। 3वटा फारम मध्येमा चाहिँ 2वटा फारमहरू डाउनलोड गर्नु पर्यो। एउटा चाहिँ दरखास्त फारम हुन्छ जुन चाहिँ 2 पाने हुन्छ, त्यसलाई कति प्रति गर्ने, 2 प्रति गर्ने। त्यहाँ टोटल 4वटा भए, 2 प्रति 2 पाने हुन्छ, 2 पाने 2 प्रति भनेपछि 4वटा फाइल भए है। अर्को भनेको अन्तर्वार्ता अगावै भर्नुपर्ने फारम भन्ने हुन्छ जुन चाहिँ कति पानाको हुन्छ, 7 पाने हुन्छ। त्यसलाई कति प्रति गर्ने भन्दाखेरि 1 प्रति मात्रै गरे पुग्यो है, 1 प्रति मात्र गरे पुग्यो। पुगिसकेपछि त्यसलाई कसरी मिलाउने, कसरी कुन क्रममा मिलाउने भनिसकेपछि त्यसलाई कुन क्रममा मिलाउने भनेपछि एउटा रेकर्ड फाइल किन्ने, 10 रुपैयाँमा रेकर्ड फाइल किन्ने। रेकर्ड फाइल किनिसकेपछि त्यसलाई कुन तरिकाले मिलाउने भन्दाखेरि सुरुमा के गर्ने, दरखास्त फारम राख्ने है। सुरुमा के गर्ने भनेपछि यहाँ लेखेँ होला मैले, के लेखेको छु छैन रहन्छु है। सुरुमा के गर्ने, सुरुमा के लेख्ने, दरखास्त फारम लेख्ने, दरखास्त फारम राख्ने। सुरुमा के गर्ने, अब यहाँ लेख्छु है। सुरुमा के गर्ने, दरखास्त फारम राख्ने, यसरी राखेर दरखास्त फारममा चाहिँ यहाँनिर फोटो टाँस्ने अनि त्यहाँनिर भएका जे भर्न भनेको छ त्यो भर्ने। भरिसकेपछि के गर्ने, भरिसकेपछि हामीसँग भएका डकुमेन्टहरू उल्टो बाटो जान्छौँ है। ब्याचलरको ट्रान्सक्रिप्ट है, अनि त्यसपछि ब्याचलरको क्यारेक्टर, +2 को ट्रान्सक्रिप्ट, +2 को क्यारेक्टर, अनि त्यसपछि एसएलसीको ट्रान्सक्रिप्ट, एसएलसीको क्यारेक्टर, मार्क्स ट्रान्सक्रिप्ट भनेको मार्कसिट है। भयो, यति भयो। यति भइसकेपछि हामीसँग नागरिकता हैन, सिटिजनसिप, यसरी क्यारेक्टर सिटिजनसिप दिने लेख्नु भयो को प्रतिलिपि। त्यसपछि सिटिजनसिप भयो, अनि त्यस एडमिट कार्ड, अनि त्यसपछि एडमिट कार्ड पछि अर्को एडमिट कार्ड पछि के गर्ने भन्दाखेरि समावेशी हैन, समावेशीको के छ कार्ड त्यो हो। त्यसपछि के गर्ने भनेपछि मैले अघि भनेको थिएँ नि 7 पाने अन्तर्वार्ता अगाडि भर्नुपर्ने फारम भन्ने थियो, त्यो 7 पाने फारम त्यसमा बिचमा। त्यसपछि फेरि एवं रीतिले माथि जस्तै गरेर ब्याचलरको ट्रान्सक्रिप्ट हैन, माथि जस्तै गरेर ब्याचलरको ट्रान्सक्रिप्ट भन्दा पहिला के गर्नु पर्यो भन्दाखेरि एनइसीको लाइसेन्स, ब्याचलरको ट्रान्सक्रिप्ट है, ब्याचलरको ट्रान्सक्रिप्ट, ब्याचलरको क्यारेक्टर, +2 को ट्रान्सक्रिप्ट, +2 को क्यारेक्टर, अनि अर्को के भन्छ भन्दाखेरि एसएलसीको ट्रान्सक्रिप्ट, एसएलसीको क्यारेक्टर, सिटिजनसिप, अनि त्यसपछि एडमिट कार्ड, अनि समावेशी परिचय पत्र। यसरी लेख्ने, यसरी के गर्ने, यति गरेर यो रितमा यो ट्रान्सक्रिप्ट भन्दा अगाडि, ब्याचलरको ट्रान्सक्रिप्ट भन्दा अगाडि चाहिँ के हो भन्दाखेरि एनइसीको लाइसेन्स है। यसरी के गर्यो भन्दाखेरि के भर्यो भन्दाखेरि दरखास्त फारम है, दरखास्त फारम के गर्ने, एनइसीको फेरि भन्छु है सुरुबाट, दरखास्त फारम, एनइसीको त्यो लाइसेन्स, ब्याचलरको ट्रान्सक्रिप्ट, ब्याचलरको क्यारेक्टर, +2 को ट्रान्सक्रिप्ट, +2 को क्यारेक्टर, एसएलसीको ट्रान्सक्रिप्ट, एसएलसीको क्यारेक्टर, त्यसपछि हाम्रो सिटिजनसिपको प्रतिलिपि, एडमिट कार्ड, अनि त्यसपछि समावेशी हो भने समावेशीको परिचय पत्र। त्यसपछि 7 पाने अन्तर्वार्ता अगाडि भर्नुपर्ने हैन।
अन्तर्वार्ता अगाडि भर्नुपर्ने पछि के गर्ने भनेपछि यहाँनिर के गर्ने दरखास्त फारम फेरि के गर्नु पर्यो भर्नु पर्यो यहाँनिर बिचमा है यो क्रममा अघि छुट्या रहेछ के बिचमा दरखास्त फारम भर्ने त्यसमा के गर्ने दरखास्त फारममा फोटो टाँस्या हुन्छ है त्यसपछि एनएससी को लाइसेन्स ब्याचलरको ट्रान्सक्रिप्ट ब्याचलरको क्यारेक्टर +2 को ट्रान्सक्रिप्ट +2 को क्यारेक्टर अनि एसएलसी को ट्रान्सक्रिप्ट एसएलसी को क्यारेक्टर सिटिजनशिप अनि त्यसपछि एडमिट कार्ड र अर्को समावेशी छ भने समावेशीको परिचय पत्र यसरी के गर्ने यसरी हामीले के गर्यो भन्दाखेरि फाइलमा रेकर्ड फाइलमा भित्र राखेर ट्याक्क भित्र राख्ने रेकर्ड फाइलमा के लेख्ने भन्दाखेरि नाम लेख्ने अनि त्यसपछि समूह उपसमूह अनि त्यसपछि विज्ञापन नम्बर रोल नम्बर फोन नम्बर ठेगाना ट्याक्क बाहिर यसरी लेखेर के गर्ने बुझाउने त्यो बुझ्नु भन्दा के कुरा ख्याल गर्नु पर्यो भन्दाखेरि हामीले गरेका हरेक फोटोकपीको पछाडि के फोटोकपी झ्याप फोटोकपी हुन्छ फोटोकपीको यतापट्टि पछाडितिर के लेख्ने भनेपछि सकल बमोजिम नक्कल ठिक छ सकल बमोजिम नक्कल ठिक छ भनेर साइन गर्ने हरेकको पछाडि है त्यसरी गर्नु पर्यो त्यसरी के गर्नु पर्यो भन्दाखेरि बुझाउनु पर्यो अन्तर्वार्तामा शाखामा गएर मैले बुझाएको थिएँ अनि उनीहरूले भनेको थिए ल अब चाहिँ डाइरेक्टली तपाईँ इन्टरभ्यू दिने दिनमा आउनु होला 1 घण्टा अगाडि आउनु होला भनेर भनेको थिएँ त्यसै गरेर म इन्टरभ्यू दिन गएको थिएँ है कुराका तर म के गरेको थिएँ नाम निकाल्न सकेन वैकल्पिकमा चाहिँ परेको थिएँ है अब म के गरेँ भन्दाखेरि यति भयो है के गरेँ भन्ने कुरालाई चाहिँ अब इन्टरभ्यूको दिनको कुरा गर्छु है इन्टरभ्यूको दिनको अगाडि म के गरेँ 1 घण्टा अगाडि गएँ 1 घण्टा अगाडि गएर के गरेँ भन्दाखेरि अन्तर्वार्ता शाखामा गएँ 4th फ्लोरमा छ कमल पोखरको 4th फ्लोरमा थियो लिफ्ट चढेर गएँ त्यहाँ त्यसपछि के गरेँ भन्दाखेरि डकुमेन्ट चेक गराएँ त्यहाँ एउटा म्याडम थिइन् म्याडमलाई चाहिँ डकुमेन्ट चेक गराएँ ल एटेन्डेन्स गर भनेर रजिस्टर दिएँ मैले त्यहाँ एटेन्डेन्स गरेँ अनि त्यसपछि चुज गर तिमी कुन चुज गर्छौ हाइड्रो के अरे हाइवे इरिगेसन हाइड्रो पावर सेनिटरी के चुज गर्छौ भनेर त्यो पनि भर्न पर्यो त्यो पनि भरेँ त्यो भरिसकेपछि अब के गरेँ भन्दाखेरि 1 घण्टा अगाडि नै गएको थिएँ समय लिजर भइसक्यो है लिजर भइसकेपछि म चाहिँ यसो चिलपारमा बाहिर गएको थिएँ चिया खाना गइसकेपछि मेरो 10:30 बजेबाट इन्टरभ्यू सुरु हुन्छ भनेर भनेको थियो लगभग 10:30 बजेतिर आइपुग्दाखेरि साथीहरू चाहिँ सबै अर्कै कोठामा गइसकेका रहेछन् 200 कोठामा गइसकेका रहेछन् त्यहाँ म पनि 201 कोठामा गएँ इन्टरभ्यू शाखामा गएको त्यहाँ पठाएँ म त्यहाँ गएँ त्यहाँ गइसकेपछि के गरेँ भनेपछि त्यहाँ गइसकेपछि ल आउनुभयो सबै आइसकेपछि ल एउटा कार्ड टिप्नुहोस् भनेर भने त्यहाँ टेबलमा राखेँ टेबलमा लगेर राख्दाखेरि चाहिँ मैले टिप्दाखेरि चाहिँ बी लेखेको थियो ग्रुप अनि 4 लेखेको थियो म चाहिँ के परेछु भन्दाखेरि बी ग्रुपको रोल नम्बर 4 परेछ मेरो है त्यसको ग्रुप बी ग्रुपको रोल नम्बर 4 परेछ मलाई अब के गरेँ भन्दाखेरि ल ए ग्रुपहरू आउनुहोस् बी ग्रुपहरू आउनुहोस् सी ग्रुपहरू आउनुहोस् भनेर बोलायो म के गरेँ बी ग्रुपकोमा गएँ बी ग्रुपमा गइसकेपछि ऱ्यान्डमली बसेको थियौँ अनि के भने तपाईँहरू चाहिँ क्रमबद्ध रूपमा बस्नुहोस् 1 बस्नुहोस् 2 बस्नुहोस् 3 बस्नुहोस् 4 बस्नुहोस् एउटा क्रम मिलाएर बस्नुहोस् भनेर भने है अनि त्यसपछि हामी बस्यौँ बसिसकेपछि त्यहाँ 2 जना मान्छे आए 2 जना मान्छेहरूमा चाहिँ नि को रहेछन् भन्दाखेरि ग्रुप डिस्कसनमा गछौँ है त सबै ग्रुप डिस्कसनमा गइसकेपछि सबैलाई डिफ्रेन्ट रुममा लगेँ डिफ्रेन्ट रुममा पठाएँ होइन 3वटा ग्रुप थियो 3वटा ग्रुपलाई चाहिँ डिफ्रेन्ट रुममा पठाएँ अनि त्यसपछि ग्रुप डिस्कसनको लागि त्यहाँ मान्छे आए होइन छोटे 1 2 3 यसरी बस्नुहोस् भनेर भने जस्तो त्यहाँ 2 जना मान्छे आइसकेपछि उनीहरूले के भने भन्दाखेरि ल तपाईँहरूलाई बधाई छ यहाँ आउनुभयो ग्रुप डिस्कसन हुँदैछ ग्रुप डिस्कसन भनेको चाहिँ के हो भन्दाखेरि तपाईँहरूले ग्रुपमा कतिको टिमवर्क गर्न सक्नुहुन्छ कसरी प्रस्तुत हुन सक्नुहुन्छ ग्रुपबाट चाहिँ तपाईँले कतिको आउटकम निकाल्न सक्नुहुन्छ कतिको टुङ्गोमा पुर्याउन सक्नुहुन्छ भन्ने कुराको टेस्ट हो मानिलिनुहोस् तपाईँले के मान्नुहोस् भन्दाखेरि यो कोठामा हामी छैनौँ तपाईँहरू मात्रै हुनुहुन्छ तपाईँले चाहिँ हामीलाई चाहिँ इग्नोर गरिदिनु होला होइन तपाईँले आफ्नो तरिकाले ग्रुप डिस्कसन गर्नुहोस् भनेर भन्छन् ग्रुप डिस्कसन गर्नुहोस् भनिसकेपछि उनीहरू यता बसेका हुन्छन् हामी चाहिँ यसरी के हुन्छ टेबल हुन्छ यहाँनिर 1 2 3 4 बसेका हुन्छौँ अनि के हो यिनीहरूले हामीले चाहिँ उनीहरू के दिन्छन् ल उनीहरूले टपिक दिन्छन् उनीहरूले के भन्छन् भन्दाखेरि तपाईँलाई ग्रुप डिस्कसन गर्न 3 मिनट सोच्ने समय छ र 20 मिनट बोल्ने समय छ तपाईँसँग 23 मिनट बाँकी छ ल तपाईँहरूलाई चाहिँ 3 मिनट सोच्नु होला चुप्प लाएर सोच्नुहोस् मनमा नै 3 मिनट सोच्नुहोस् भनेर के गर्छन् एउटा टपिक दिन्छन् टपिक दिएको थियो हामीलाई के दिएको थियो भन्दाखेरि कोअर्डिनेसन भनेर दिएको थियो समन्वय
भनेर दिएको थियो भनेर दियो। टपिक दिइसकेपछि 3 मिनटसम्म हामी सोचिराख्यौँ, चुपचाप लागिराख्यौँ है, मनमा नै यसो के भन्छु भनेर सोच्यौँ। अनि टाइम अप भन्यो। टाइम अप भनिसकेपछि ल एकजनाले ल टाइम अप भन्यो। टाइम अप भइसकेपछि हाम्रो रोल नम्बर 1ले सुरु गर्यो, ल साथीहरू म भन्छु है भनेर भन्यो। भनेपछि कोअर्डिनेसन भनेको यो हो, संविधानमा पनि यस्तो छ, समन्वय बिना उस्तो भन्न थाल्यो। त्यसमा यसले थप्यो, त्यसमा उसले थप्यो, यसमा म थिएँ 4 नम्बर, मैले पनि थपेर के गरेँ भन्दाखेरि फेरि त्यसमा फेरि यसले थप्यो, फेरि यसले थप्यो, फेरि यसले थप्यो, यसले थप्यो, थपे गर्छन्। लगभग समय नसकिनेसम्म बोल्ने अथवा समय सकेर हामीसँग बोल्ने कुरा भएन भने ल सर हाम्रो सकियो भन्ने। अनि त्यसपछि टाइम अप हुन्छ। टाइम अप भइसकेपछि ग्रुप डिस्कसन सकिन्छ। ग्रुप डिस्कसन सकिसकेपछि लगभग 25 मिनटपछि ग्रुप डिस्कसन सकेपछि हामीले फेरि 201 जाने। 201 गइसकेपछि ल फेरि अर्को ग्रुप विभाजन गरिसकेको हुन्छ, आफै ऱ्यान्डमली गरे हुन्छ उनीहरूले। अनि ग्रुप विभाजन गरिसकेपछि ल तपाईँहरू चाहिँ यतिजना नाम भएको आउनुहोस् त, उठ्नुहोस् त भनेर बोलाउँछ। उनीहरू एउटा ग्रुपमा गए, त्यसपछि बाँकीलाई बोलाउँछ, त्यसपछि अर्को ग्रुपमा गए, त्यसपछि बाँकीलाई बोलाउँछ, अर्को ग्रुपमा गए। हामीलाई बोलायो। बोलाइसकेपछि त्यो हामीलाई कहाँ इन्टरभ्यू गर्न लगेको थियो। इन्टरभ्यू गर्न बोलायो। नामले बनाउँछ, 1 2 3 भनेर बोलायो। नामले बोलाइसकेपछि इन्टरभ्यू चाहिँ यहाँभित्र हुँदो रहेछ है, यो यहाँभित्र हुँदो रहेछ। यहाँ इन्टरभ्यू हामीलाई चाहिँ बाहिर राख्यो। बाहिर राखेर यहाँनिर एउटा नाम लिस्ट दियो, तपाईँहरू चाहिँ यही लिस्ट अनुसार जानु होला है भित्र भन्यो। अनि के गर्यो भन्दाखेरि भित्र गए साथीहरू, मैले चाहिँ लास्टमा परेको थियो। इन्टरभ्यू दिन गइसकेपछि हामी चाहिँ बाहिर थियौँ। यहाँबाट ढोका छिरेर गयौँ। अनि त्यसपछि यहाँ चाहिँ बस्यो, भित्र चाहिँ इन्टरभ्यू थियो, हामी चाहिँ यहाँ बाहिर थियौँ। बाहिर हुँदै गर्दाखेरि अब साथीहरू गयो, मेरो लास्टमा आयो। लास्टमा म छिरेँ, म इन्टरभ्यू दिन गएँ। इन्टरभ्यू दिन गइसकेपछि ल है स्वागत छ तपाईँलाई, ल इन्टरभ्यू दिन आउनुभएको छ, बस्नुहोस् भनेर भने। म बसेँ। बसिसकेपछि के गरेँ भन्दाखेरि ल तपाईँको आफ्नो परिचयबाट सुरु गरौँ भने। बिचमा बसेको हाम्रो त्यति बेलाको अहिलेका हाम्रा लोकसेवा प्रमुख माधव प्रसाद रेग्मी, जसले उहाँ खेतजोतमा जानुपर्छ भनेको थियो। तिनीहरूले क्वेसन सुरु गरे। क्वेसन चाहिँ यसरी सुरु गरे। क्वेसनको के सोधे भनेर म भन्छु है त, उत्तर भन्दैन तर क्वेसन चाहिँ भन्छु। उनले भने स्वागत गरे, आफ्नो परिचय भने। अनि त्यसपछि के गरे, कहाँ काम गर्नुहुन्छ भने, म हाइवेमा सब इन्जिनियरमा काम गर्छु भने। त्यसो भए भनिदिनुहोस् त हाइवेमा क्लासिफिकेसन के छन् भनेर भने। अनि त्यसपछि के छ, एसियन हाइवेहरू छन् रे नेपालमा, कुन हुन् भन्नुहोस् त भने, कतिवटा छन् भन्नुहोस् त भने। अनि त्यसपछि एसियन हाइवे 1 AH1 भने। मैले के AH1 AH2 र AH42 पर्छ सायद होइन। त्यो AH1 चाहिँ कहाँदेखि कहाँ अन्त हुन्छ भनेर सोधेँ। मैले कहाँबाट कहाँ भने। अनि पूर्व पश्चिम जाने माध्यमहरू के छन् भनेर भने। म चाहिँ यो छन् भने, माध्यम बाटोहरू के छन् त्यो भनेको थिएँ। अनि त्यसपछि पूर्व पश्चिम रेलको बारेमा तपाईँलाई के थाहा छ, के भइरहेको छ भनेर सोधेँ। त्यसको बारेमा भन्नु सकेन। अनि त्यसपछि उनले के सोधे, कन्टेम्पोरेरी हिस्ट्रीमा के भने भन्दाखेरि अहिले समयमा के थियो भन्दाखेरि एनइएमा कुलमान हटेर हितेन्द्र आएको थिए। त्यसपछि विवाद थियो, एउटाले घाटा एउटाले नाफा देखाएको थिए। यो कुराकानी के बुझ्नु भएको छ यस्तो भनेर भने। अनि त्यसपछि सोधे, नेपालमा विद्युत विकास किन हुन सकेको छैन, के कारण छ त भनेर भने। के भने। अनि त्यसपछि सेन्टरी सिस्टम भनेको के बुझ्नुहुन्छ, काठमाडौँको अवस्था के छ सोधे है। त्यस्तै गरेर अर्को 3वटा हुन्छन् कि इन्टरभ्यू लिन्छ, 3वटा हुन्छन्। एउटा चाहिँ लोकसेवाको हुन्छन्, एउटा चाहिँ हाम्रो विषय विज्ञ हुन्छन्, अर्को चाहिँ एउटा आइएमआई थिइन्, तिनी चाहिँ प्रशासनिक हुन् जस्तो लाग्छ। 3जना थिए है। म चाहिँ इन्जिनियरको इन्टरभ्यूमा। अनि यो पहिलो बिचकोले सोधे हाम्रा रेग्मीले। त्यसपछि यतापट्टि विज्ञले सोध्न थाले। विज्ञले के सोधे भन्दाखेरि त्यसो भए सब इन्जिनियर हुनुहुँदो रहेछ, सब इन्जिनियरको काम के हो त सोधे होइन। अनि त्यसपछि सिक्वेन्स डेप्थ भने बुझ्नुहुन्छ सोधे होइन। त्यसपछि हाइड्रोलिक जम्पको मिनिङ के हो थाहा छ सोधे। हाइड्रोलिक जम्पको युजेसहरू के हो भनेर सोधे। अनि भनेको त्यो सोधिसकेपछि अझ अर्को पनि के सोधेको थियो भन्दाखेरि रिटेनिङ वालमा के फोर्स लाग्छन्, फोर्सेसहरू के रिटेनिङ वालको पहिलो टाइप्स सोधे होइन। टाइप्स सोधे, तपाईँले कुन रिटेनिङ वाल्समा काम गर्नुभएको छ सोधे। अनि त्यसपछि रिटेनिङ वाल्समा कुन चाहिँ फोर्सेसहरू कुन लाग्छन् भनेर सोधे। अनि त्यसपछि उनले के सोधे, बाटोभरि रिटेनिङ वाल त फेल भएको छन् होइन, त्यसका कारण के हो त भनिदिनुहोस् त भनेर सोधे। कारणहरू पनि सोधे। त्यसपछि तिनी सोधेर सके, अलिअलि के भन्यो। त्यसपछि के गर्यो भन्दा प्रशासनिक आइएमआईमा गयो। प्रशासनिक आइएमआईले के भनिन् भन्दाखेरि ल तपाईँ त निजामतीमा हुनुहुँदो रहेछ, त्यसो भए ल तपाईँ त अब नाम निस्क्यो भने
तपाईँ नाम परीक्षणकाल त कराइसक्नु भयो रहेछ, नाम निस्क्यो भने अब तपाईँको लागि परीक्षणकाल हुन्छ कि हुन्न भनेर सोधिन् होइन। अनि त्यसपछि नेपालको राजधानी सोधिन्, त्यस राजधानी त हो तर कुन चाहिँ धाराले बनाएछ हो, नेपालको के आधारले बनाएछ भनेर भने, धारा संविधानको धारा त हो, कुन चाहिँ धारा थाहा भएन भने मैले। अनि मुख्य सचिवको थाहा छ नि, मुख्य सचिवको मूल्याङ्कन समितिमा को हुनुहुन्छ तपाईँ त थाहै कर्मचारी, तपाईँ त के भन्छ अरे तपाईँ त निजामती कर्मचारी, त्यही त थाहा होला भनिन्, मलाई थाहा थिएन, थाहा छैन भने। अनि त्यसपछि उनले सोधिन् तराईतिर चाहिँ हाइड्रोलिक प्रोजेक्टहरू किन कमी हुन्छ भनिन्, हुन्छ कमी हुन्छ त भने मैले। तपाईँ कुन सिक्वेन्समा विधा रोज्नु भएको छ होइन, कुन सिक्वेन्समा हाइवे इरिगेसन कुन चाहिँ विधामा गर्नु रोज्नु भएको छ भनिदिनुहोस् भनिन्। म चाहिँ यो विधामा भने किन रोज्नु भएको भनेर भनिन्, त्यसको पनि त्यस्तै अनुसारले उत्तर दिएँ। यसरी मैले इन्टरभ्यू इक्जाम फेस गरेको थिएँ। पछिको लागि मलाई पनि सम्झना होस् भनेर रेकर्ड गरेर युट्युबमा राखेको छु।